नमस्कार। आजको यो भिडियो मार्फत एसएसएफ सामाजिक सुरक्षा कोषको योजनाहरू जुन 4 वटा छन् हैन, त्यो योजनाको पहिलो नम्बरमा यो औषधि उपचार तथा मातृत्व सुरक्षा योजना पर्दछ भने, दोस्रो नम्बरमा दुर्घटना तथा अशक्तता योजना पर्दछ, 3 नम्बरमा आश्रित परिवार योजना पर्दछ भनेदेखि 4 नम्बरमा चाहिँ यो निवृत्ति भरण भनौँ या वृद्ध अवस्था योजना पर्दछन्। यो 4 वटा योजना स्किम मध्ये चाहिँ मैले पहिलो भिडियोमा चाहिँ यो औषधि उपचार तथा मातृत्व सुरक्षा योजनाको बारेमा हजुरहरूलाई विस्तृतमा भनेको थिएँ भनेदेखि आजको यो भिडियो मार्फत चाहिँ हजुरहरूलाई दुर्घटना तथा अशक्तता योजनाको बारेमा चाहिँ अलिकति विस्तृतमा हामीले कतिसम्म यसको सुविधा पाउँछौँ र यसबाट हामीले कति लिमिटको कति अवधिमा चाहिँ हामीले सुविधा पाउँदछौँ भन्ने कुराको अलिकति विस्तृतमा हजुरहरूलाई यो भिडियो मार्फत जानकारी दिन गइरहेको छु। हेर्नु होला है। सामाजिक सुरक्षा कोषको दोस्रो योजना अन्तर्गत यो दुर्घटना तथा अशक्तता योजना अन्तर्गत यो यसमा के छ भनेदेखि हजुरहरूको दुर्घटना बापतको सुविधामा योगदानकर्ताको रोजगारी जन्य दुर्घटनाको सम्पूर्ण खर्च भनिएको छ है। अब यो रोजगारी जन्य भन्नाले हामीले कुनै पनि अफिसमा काम गर्दाखेरि त्यो ड्युटी आवर अथवा समयभित्र कुनै पनि दुर्घटना भएमा चाहिँ यो यस्तो दुर्घटनाको चाहिँ सम्पूर्ण खर्च पाइने भनिएको छ। यदि कोषलाई जानकारी नगराई वा कोषसँग सम्झौता नभएको अस्पतालमा रोजगारी जन्य दुर्घटनामा उपचार गराएमा चाहिँ जम्मा 7 लाख बराबरको चाहिँ हामीले सुविधा लिन पाउँदछौँ। 3 नम्बरमा अन्य दुर्घटना भनिएको छ। यो अन्य भन्नाले चाहिँ रोजगारी जन्य बाहेक अथवा ड्युटी आवर भन्दा अघि पछि जुनै पनि समयमा दुर्घटना भएमा चाहिँ हामीले 7 लाख मात्र उपचार खर्च चाहिँ पाउनेछौँ। चौथो नम्बरमा चाहिँ हजुरहरूको यो योगदान गरेको 2 वर्ष हुनुपर्ने छ। 2 वर्ष योगदान गरिसकेपछि सामाजिक सुरक्षा कोषमा आबद्ध भइसकेपछि मात्रै हामीले चाहिँ यो दुर्घटना सम्बन्धी चाहिँ सुविधा चाहिँ हामीले लिन पाउँछौँ। अब जति यो रोजगारी जन्ने हामीले औषधि उपचार सुविधा पाउँछौँ या रोजगारी बाहेक अन्य समयमा भएको खर्चमा दुर्घटनामा हामीले खर्च बापतको आफ्नो रकम पाउँछौँ हैन। यो रकम चाहिँ हामीले के छ भने 20% चाहिँ हामी आफैले बेहोर्नुपर्छ भने बाँकी 80% मात्रै जुन आबद्ध भएको अस्पतालले चाहिँ हामीलाई चाहिँ बेहोर्ने छ। त्यस्तै दुर्घटना तथा अशक्तता योजना भन्यो हैन भनेदेखि यो अशक्तता हुँदा चाहिँ हामीले कति सुविधा पाउँछौँ त्यो पनि एकचोटि बुझौँ है। यो अशक्तता हुँदाखेरि चाहिँ हजुरहरूको रोजगारी जन्य रोग वा दुर्घटनाबाट स्थायीपूर्ण असक्षमता भएमा चाहिँ बेसिक तलबको 60%ले मासिक पाउने भन्नाले कुनै पनि दुर्घटना भएर स्थायी रूपमा पूर्ण रूपमा असक्षम भएमा चाहिँ उसको त्यतिखेर खाइपाइ आएको तलबको चाहिँ उसले चाहिँ बेसिक तलबको 60% चाहिँ उसले चाहिँ जीवनभरि पाउनेछ भनिएको हो है। त्यस्तै अस्थायी पूर्ण असक्षमता भन्नाले केही समयको लागि उसले काम गर्न नसक्ने भएको अवस्थामा चाहिँ बेसिक तलबको 60% चाहिँ ऊ रोजगारमा फर्केर नआउँदासम्म हैन, ऊ निको नभएर उपचार गरेर सम्पूर्ण निको भइसकेपछि निको भएर अफिस नआउँदासम्म चाहिँ उसले चाहिँ आफ्नो बेसिक तलबको चाहिँ 60% चाहिँ उसले रेगुलर रूपमा त्यो अवधिभर उसले पाउनेछ। सामाजिक सुरक्षा कोषको 4 वटा योजना अन्तर्गत मैले दोस्रो नम्बरको यो दुर्घटना तथा अशक्तता योजनाको बारेमा अलिकति लिमिटेसनहरू यसमा कति उपचार खर्च पाइन्छ भन्ने बारेमा भने हैन। मैले अर्को भिडियो पनि हजुरहरूलाई यसको तेस्रो र चौथो योजनाको बारेमा नि यस्तै छोटो भिडियो चाहिँ हजुरहरूलाई फेरि ल्याउने छु। हेर्नु होला, सपोर्ट गर्नु होला। हस्त नमस्ते।